जीमेल अकाउन्टलाई डिलिट कसरी गर्ने त्यसमा सबभन्दा पहिला जीमेलमा थिच्ने। अब जुन अकाउन्टलाई डिलिट गर्नु छ त्यो अकाउन्टमा जाने हैन। जस्तै यहाँ मेरो यो अकाउन्टलाई डिलिट गर्नु छ, मैले यो अकाउन्टमा क्लिक गरे, म्यानेज योर अकाउन्टमा क्लिक गरे। म्यानेज योर अकाउन्टमा क्लिक गरिसकेपछि अब यो फ्याक्ट नेपाललाई डिलिट गर्नु पर्यो भने माथि स्क्रोल गर्ने। माथि स्क्रोल गरिसकेपछि डाटा एन्ड प्राइभेसीमा क्लिक गर्ने। फेरि माथि स्क्रोल गर्ने। सबभन्दा तल देख्न सक्नुहुन्छ डिलिट योर गुगल अकाउन्ट, यसमा क्लिक गरिदिने। अब यहाँ आएपछि पासवर्ड हाल्ने। पासवर्ड हालिसकेपछि अब पर्मानेन्ट यो अकाउन्ट डिलिट भइहाल्छ। यस आवर पर्मानेन्ट डिलिट दिस अकाउन्ट गुगल अकाउन्ट अनि यसमा क्लिक गरेर डिलिट गरिदिने। अब हाम्रो यो अकाउन्ट पर्मानेन्ट डिलिट भयो।